आजको यस भिडियोमा हामी इएमआईको चर्चा गर्नेछौँ र इएमआई भनेको के हो? सुरुमा इएमआईलाई इङ्ग्लिसमा इक्वेटेड मन्थली इन्स्टलमेन्ट भनिन्छ र नेपालीमा समान मासिक किस्ता। यो एक प्रकारको किस्ताबन्दी हो जसमा तपाईँले के गर्नुहुन्छ भने केही सामान किन्दा तपाईँले त्यही मासिकको दरले दिन सक्नुहुनेछ इन्स्टेड अफ फुल पेमेन्ट। नर्मली इएमआई गर्दाखेरि चाहिँ तपाईँले हाई प्राइस भएको आइटम्स जस्तै मोबाइल फोन्स, इलेक्ट्रोनिक्स, हाउस, घरहरू किन्दाखेरि इएमआईको माध्यमबाट किन्न सक्नुहुन्छ। इएमआईको माध्यमबाट केही सामान किन्दा तपाईँले सुरुमा डाउन पेमेन्ट तिर्नुपर्ने हुन्छ। डाउन पेमेन्ट चाहिँ हजुरको 30% देखि 40% सम्मको हाराहारीमा तिर्नुपर्ने हुनेछ र आधी पैसा त तपाईँले मासिकको दरले तिर्न सक्नुहुन्छ इन्ट्रेस्टको सहित। इन्ट्रेस्टको कुरा गर्दाखेरि हरेक सामानको छुटछुटै इन्ट्रेस्ट हुन्छ। नर्मली इलेक्ट्रोनिक्स जस्तै मोबाइल फोन, स्मार्टफोन्सहरूमा चाहिँ तपाईँले चाहिँ 0% इएमआई स्किम भेट्न सक्नुहुन्छ र 0% इएमआई स्किममा चाहिँ तपाईँको कुनै पनि इन्ट्रेस्ट चाहिँ चार्ज लागु हुँदैन। भने घर जग्गाहरूको इएमआई स्किमहरू भयो, भेहिकल्सहरूको सामानहरूको भयो, त्यसमा चाहिँ तपाईँले इन्ट्रेस्टको दरले इएमआई तिर्नुपर्ने हुन्छ। एज अफ 2026 तपाईँले भेहिकल र हाउस जग्गामा चाहिँ तपाईँले नर्मली 7% को हाराहारीमा तपाईँले इन्ट्रेस्ट तिर्नुपर्ने हुन्छ। यसै लगायत मोर कन्टेन्टको लागि मेरो च्यानल फलो गर्नुहोस्।